परमेश्वरलाई धन्यवाद गर्छु यसु प्रभुको नाउँमा। आज जतिजनाले पनि मेरो युट्युब च्यानल सुन्नु भइरहेको छ सबैजनालाई परमेश्वरको धेरैभन्दा धेरै आशिष साथै अनुग्रहको शिक्षा मिलोस्। आज जतिले पनि यो मेरो मुखार बिन्दुबाट जुन परमेश्वरको वचन आएको छ, जुन आज परमेश्वरले मेरो आत्मामा यस्तो वचन दिनुभएको छ कि हजुरहरू जीवनको हरेक पाइला पाइलामा परमेश्वरले साथ दिनुहुनेछ र हामीहरूले परमेश्वरलाई एकदम धेरै आत्माबाट नै विश्वास गर्न सक्नुपर्छ। हामीले परमेश्वरलाई आफ्नो आत्माबाट विश्वास गर्न सक्यौँ भने हाम्रा हरेक पाइला पाइलामा परमेश्वरले साथ दिनुहुनेछ। केवल हामीले विश्वास मात्र गर्न सक्नु पर्दछ हैन। मेरो मुखद्वारा आएको वचन जुन परमेश्वर बोल्नु भएको हो हैन। त हजुरहरूले चाहिँ के गर्नु पर्यो भने हजुरहरूले एकदम आत्मादेखि नै विश्वास गर्न जान्नु पर्यो। हामीले परमेश्वरलाई आफ्नो आत्माबाट नै विश्वास गर्यो भने हाम्रा निम्ति परमेश्वरले हरेक पाइला पाइलामा साथ दिनुहुनेछ हैन। र म हजुरहरूसँग वचनतिर लाग्छु जुन परमेश्वरको वचनमा लेखिएको छ मत्ती 21 को 18 मा भनिएको छ अन्जीरको बोट हैन। त सबैजनाले एकदम ध्यान दिएर सुन्नुहोला र हजुरहरूलाई परमेश्वरले धेरैभन्दा धेरै आशिष दिनुहुनेछ। र म भन्न गइरहेको छु कि त हजुरहरूले चाहिँ एकदम आफ्नो आत्मा दिनुहोस्। हजुरले परमेश्वरलाई आफ्नो भित्री आत्माबाट नै हजुरले वचन सुन्नुहोस् र हरेक वचनलाई हजुरले आफ्नो आत्मामा राख्नुहोस् हैन। अन्जीरको बोट भनिएको छ जुन परमेश्वरको वचनमा। त मत्ती 21 अध्याय 18 पदमा भनिएको छ अन्जीरको बोट। यहाँ भन्न खोजिएको छ कि बिहान सहरतिर फर्कनु हुँदा उहाँ बोकाउनु भयो। बाटोको किनारमा उहाँले एउटा अन्जीरको बोट देख्नुभयो। उहाँ त्यस बोटको छेउमा आउनुभयो तर त्यसमा पात बाहेक अरू केही पाउनु भएन। तब उहाँले त्यसलाई भन्नुभयो, अब उपरान्त तमा कहिले फल नफलोस्। र त्यो अन्जीरको बोट तुरुन्तै ओहिलाइहाल्यो। हेर्नुहोस् त यसु प्रभुको वचन कति ठुलो शक्तिशाली छ हैन। त यसु प्रभु चाहिँ सहरतिर फर्कनु हुँदा चाहिँ उहाँ एकदम धेरै बोकाउनु भयो। बोकाइसकेपछि चाहिँ उहाँले चाहिँ एउटा बाटोको किनारमा एउटा अन्जीरको बोट देख्नुभयो र देखिसकेपछि त्यो अन्जीरको बोटमा केही फल छ कि खाउँला भनेर जानुभयो। र जाने बेलामा चाहिँ त्यसका पात बाहेक केही पनि कुराहरू देख्नु भएन यसु प्रभुले हैन। र पात मात्र देखिसकेपछि यसु प्रभुले त्यस रुखलाई भन्नुभयो, अब तमा कहिले पनि फल नफलोस् भनेर यसु प्रभुले भन्ने बित्तिकै त्यो अन्जीरको बोट त तुरुन्तै ओहिलाइहाल्यो हैन। कति ठुलो शक्ति छ। अब हजुरको जीवनमा पनि धेरै यस्तै बाधा अर्चनहरू छन् भने धेरै रोग छ भने हजुरको जीवनमा चिन्ता छ, डर छ, जति पनि समस्याहरू छन् भने हजुरले यसु प्रभुलाई पुकार्न जान्नुभयो भने हजुरले यसु प्रभुलाई चिन्न जान्नुभयो भने यसु प्रभुले हामीलाई के गर्नुहुन्छ त हाम्रो आत्मा भनेको यसु मसीहको हुन्छ र हाम्रो आत्मामा परमेश्वरले एउटा यस्तो विश्वासको आत्मा हालिदिनुहुन्छ कि हामीमा डरको आत्मा छ भने अब म डराउँदिन भन्ने बनाइदिनुहुन्छ हैन। हामीमा रोग छ भने त्यो रोग निको हुन्छ भन्ने आत्मा बनाइदिनुहुन्छ। त्यस्तो वचन हालिदिनुहुन्छ हामीलाई हैन। त्यो हुने बित्तिकै अनि हाम्रो जीवनमा भएका हरेक दुःख कष्टहरू, रोग व्याधहरू त हामीमा भएका आपद विपदहरू सम्पूर्णलाई एकदम धैर्य धारण गरेर स्थिर बस्न सक्ने शक्ति सामर्थ्य हामीलाई दिनुहुनेछ हैन। त त्यो फुल त्यो रुख चाहिँ सुकिसकेपछि चाहिँ यहाँ के भनिएको छ भने यो देखेर चेलाहरूले अचम्म मानेर भने यो अन्जीरको बोट कसरी तुरुन्तै ओहिलाइहाल्यो भनेर चाहिँ आफ्ना चेलाहरूले भने हैन। चेलाहरूले चाहिँ यसु प्रभुलाई भने कि एकदम अचम्म माने त्यो रुख भन्ने बित्तिकै तुरुन्तै सुकिहाल्यो नि त। अनि सुकिहालेपछि अनि ती चेलाहरूले यो अन्जीरको बोट त तुरुन्तै कसरी सुकिहाल्यो भनेर चाहिँ यसु प्रभुलाई भने हैन। अनि यसु प्रभुले भन्नुभयो, के भन्नुभयो भने साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरूमा विश्वास छ र कहिले शङ्का गरेनौ भने अन्जीरको बोटलाई जे गरियो त्यो मात्र होइन तर यस डाँडालाई पनि उखेलेर समुद्रमा खस भन्यो भने सो हुनेछ। विश्वास गरेर प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ भनेर यसु प्रभुले भन्नुभयो हैन। हेर्नुहोस् त कति राम्रोसँग भन्नुभयो यसु प्रभुले, कति राम्रो वचन बोलिदिनु भयो हाम्रो निम्ति हैन। अब हामीले
के भन्नुभयो त यसो प्रभुले, साँच्चै तिमीहरूलाई म भन्दछु, तिमीहरूले जे कुरा माग्छौ नि, तिमीहरूले शङ्का नगरी माग्यौ भने त्यो कुरा सम्पूर्ण पुरा हुन्छ भनेर यसो प्रभुले भनिदिनु भएको छ। अब हाम्रो जीवनमा जति पनि रोगहरू छ, हाम्रो शरीरमा जति पनि दुष्ट आत्माहरू छ, जति पनि हाम्रो जीवनमा समस्याहरू छ, जति पनि हाम्रो जीवनमा कष्टहरू छ नि, सम्पूर्ण कुराहरूलाई चाहिँ हामीले एकदम शङ्का नगरिकन धेरै विश्वास गरेर हामीले एकदम परमेश्वरसँग प्रार्थना गर्यौँ भने हाम्रो जीवनमा परमेश्वरले हामीमा भएका रोग, दुःख, कष्ट, हरेक परिस्थितिलाई होइन त जस्तो सुकै दुःख कष्टलाई पनि परमेश्वरले आफ्नो हातमा लिनुहुनेछ र हामीलाई एकदम खुसीको जीवन, अनन्त जीवन, आशिषको जीवन, अनुग्रहको जीवन परमेश्वरले हामीलाई दिनुहुनेछ होइन। यति मात्र होइन, हामीमा एउटा विश्वास भयो भने हामीले शङ्का नगरिकन यस डाँडालाई उखोलेर समुद्रमा खस भन्यो भने त्यस्तै हाम्रो निम्ति हुनेछ भनेर यीशु प्रभुले वचन बोलिदिनु भएको छ। अब यो भन्नुको मतलब चाहिँ हाम्रो जीवनमा जतिसुकै समस्याको पहाड होस् न होइन, हाम्रो जीवनमा जतिसुकै समस्याको रोगको पहाड होस्, दुःख कष्टको पहाड होस्, दुष्ट आत्माको पहाड होस्, जस्तोसुकै पहाड भए पनि हामीले यस शरीरबाट निस्केर म आज्ञा गर्छु कि येशूको नाउँमा भनेर हामीले त्यसलाई निकालेर समुद्रमा खस भनेर हामीले आज्ञा दियो भने हाम्रो निम्ति पक्कै पनि त्यो पुरा हुनेछ होइन। अनि भनिएको छ कि तिमीहरूले प्रार्थनामा जे माग्छौ त्यो तिमीहरूले पाउनेछौ र हामीले शङ्का नगरिकन हाम्रो जीवनमा भएका सम्पूर्ण कुराहरू हामी परमेश्वरसँग प्रार्थनामा जोडिएर हामीले माग्न जान्यौँ भने, हामीले माग्यौँ भने हामीले प्रार्थनामा जे माग्छौ त्यो हामीले पाउनेछौँ, परमेश्वरले हामीलाई दिनुहुनेछ होइन। त्यसै कारणले गर्दाखेरि हामीले धेरै विश्वास गर्नुपर्छ, हामीले शङ्का होइन, हामीले विश्वास गरेर परमेश्वरसँग माग्न जान्नुपर्छ। हामीलाई हरेक पाइला हरेक पलमा परमेश्वरले हाम्रा हरेक पाइलामा साथ दिएर हामीलाई भरिपूर्ण आशिष दिनुहुनेछ परमेश्वरले सदा सर्वदा होइन। आज परमेश्वरले यस संसारलाई सृष्टि गर्नुभयो त हुन्छ नि, परमेश्वरले हरेक पाइलामा साथ दिएर यस संसारलाई सृष्टि गरेर हुन्छ नि, हामी मानवलाई बनाएर आज हामीलाई हाम्रो निम्ति येशू प्रभु पठाएर फेरि येशू प्रभुले हाम्रो पापको निम्ति येशू प्रभु मरेर 3 दिनमा जीवित बनाएर होइन त एउटा पवित्र आत्मा हाम्रो शरीरमा बसाल्नु भएको छ, हामीलाई मन्दिर बनाउनु भएको छ परमेश्वरले होइन। त्यसै कारणले गर्दाखेरि हामीले शङ्का नगरिकन परमेश्वरसँग हरेक प्रार्थनामा हामी निरन्तर लागेर हाम्रा जीवनमा भएका हरेक दुःख कष्ट रोग व्याधहरूलाई हामीले परमेश्वरमा हामीले जाहेर हुन दिनुपर्छ होइन। त हाम्रा हरेक निवेदन र हाम्रा प्रार्थनाहरू परमेश्वरमा हामीले जाहेर गर्नुपर्छ अनि बल्ल परमेश्वरले हाम्रा प्रार्थनाहरू सुन्नुहुन्छ र हाम्रा निम्ति हरेक पाइलामा साथ दिएर परमेश्वरले हामीलाई भरिपूर्णको आशिष दिनुहुन्छ होइन। त परमेश्वरलाई धन्यवाद। त आज जतिले पनि यो परमेश्वरको सत्य र जीवित वचन सुन्नुभयो त परमेश्वरलाई धेरैभन्दा धेरै धन्यवाद। जतिले पनि सुन्नुभयो सम्पूर्णको जीवनमा परमेश्वरले यसै वचनद्वारा आजबाट शङ्का होइन कि विश्वास ल्याइदिइसक्नुभयो र जतिजना पनि नयाँ हुनुहुन्छ भने होइन, जतिले पनि नयाँ हुन्छ नि, जुन परमेश्वर भनेको को हो, येशू प्रभु भनेको को हो थाहा छैन भने हजुरहरूले कमेन्टमा लेखिदिनु होला, किनभने म हजुरहरूलाई म राम्रोसँग भिडियो लिएर उपस्थित हुनेछु होइन। हजुरहरूले पनि विश्वास गर्नुभयो भने पक्कै पनि हजुरहरूको जीवनमा जति पनि दुःख कष्टहरू छ, रोग व्याधहरू छ, हजुरको जीवनमा अशान्ति नै अशान्ति छ, कामहरू बनेको छैन भने हजुरले कमेन्ट बक्समा त्यस्तै भिडियोहरू लिएर आउनु भन्नुहोला। म त्यस्तै भिडियोहरू लिएर आउनेछु परमेश्वरको वचनद्वारा नै हजुरहरूलाई म हुन्छ नि परमेश्वरको वचन नै सुनाउने छु। त म यति नै भन्न चाहन्छु आजलाई। त परमेश्वरलाई धन्यवाद जतिले पनि सुन्नुभयो र सम्पूर्णलाई परमेश्वरको भरिपूर्ण आशिष अनुभवको शिक्षा मिलोस् र हजुरहरूले लाइक कमेन्ट सेयर गरिदिनु होला होइन। म यति नै भन्न चाहन्छु र परमेश्वरलाई धन्यवाद येशू मसीहको नाउँमा, आमेन।